बस्नेपारीको शिव मन्दिर अति नै विख्यात मन्दिर 1931 सनमा निर्माण भएको यो शिव मन्दिर हाम्रा पिता पुर्खाहरूले यहाँका समस्त राइज मिलेर निर्माण गरेको यो अति नै ऐतिह्यमण्डित शिव मन्दिर मात्रै होइन हरिहर मन्दिर शिव र विष्णु सँगै यहाँ विराजमान हुनुहुन्छ र यस मन्दिरमा आज सोमबारको दिन हो। सोमबारको दिन नाग पञ्चमीको पनि दिन परेको छ र यस्तो शुभ अवसरमा विभिन्न प्रान्तदेखि दर्शन अभिलाषी भक्तहरू यहाँ आइरहनु भएको छ। यहाँ शिवजीलाई यहाँ जलाभिषेक गरिरहनु भएको छ। आज तीमाथि नागपञ्चमीको दिन परेको छ र यस मन्दिरको बारेमा र यहाँ जुन भक्तहरूको समागम देखेर तपाईलाई कस्तो लाग्छ? साह्रै नै आनन्द लाग्यो, किनकि धेरै नै रहेछन् प्रभु भोलेनाथका भक्त। त्यस्तै म पनि एउटा पुरा भोलेनाथको भक्त हुँ। सधैँ बिहान बेलुका सधैँ म यहीँ आए प्रभुको सेवा गरी आरती गरी अनि सम्पूर्ण काम गरी भक्तजनहरूको सेवा गरी अनि घरतिर जाँदैछु। म हजुरको शुभ नाम? मेरो खेम प्रसाद शर्मा हो। घर मेरो यही सैका सुबुरी मन्दिरकै छेउमा अलिक तलतिरपट्टि पर्छ सैका सुबुरी। मन्दिर पनि सैका सुबुरीमै पर्छ। जय भोलेनाथ। हर हर महादेव शम्भो। प्रभु काल हर, दुःख हर, कष्ट हर, रोग हर, हर 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 महादेव शम्भो। अब हामी यता अन्यतिरको हामी दृश्य देखाउन जाँदैछौँ र यहाँभित्र दर्शनार्थीहरूको भिड लागेको छ र आउनुहोस् भित्रपट्टि हामी प्रवेश गरौँ। नन्दी महाराजसँग यसरी बिन्ती प्रार्थना गरिरहनु भएको छ। दर्शनार्थीहरू दर्शन भइरहेको छ। मन्दिरको उत्तर साइडमा विवाह भवन भइरहेको छ। 2 तले विवाह भवन आहल बहल छ र धेरै प्रकारको सुविधा पनि भइरहेको छ। हाम्रा मन्दिरका खुद सभापतिज्यूले यहाँ दर्शनार्थीहरूलाई चन्दन टिको लगाइदिइरहनु भएको छ। यहाँ अति नै श्रद्धालु हुनुहुन्छ, प्रभुमाथि खुब भक्ति राख्नुहुन्छ, निष्ठावान हुनुहुन्छ, भक्त हुनुहुन्छ। उहाँले आफ्नो काम धन्दा बिर्सेर प्राय जसो म देख्ने गर्छु यहाँ मन्दिरमै उहाँको यहाँ सभापतिजी हुनुहुन्छ सम्मानीय इन्द्र ढकालज्यू। उहाँ समीपमै राम भक्त हनुमानको मन्दिर छ। ब्रह्म शान्ति सर्वगुण समा शान्ति सर्वगुण